अहिले लडाई के को लागि भइरहेको छ? धर्म, पहिचान र अहंकार। जब कुनै व्यक्ति आफ्नो धर्म, जात, समुदाय वा बाह्य पहिचानलाई लिएर आफूलाई अरूभन्दा अलग ठान्न थाल्छ, त्यहीबाट विभाजनको सुरुवात सुरु हुन्छ। टोपी लगाउनु, दाह्री पाल्नु कुनै गलत होइन, तिलक लगाउनु, भगवा रङ लगाउनु कुनै गलत होइन, आफ्नो धर्म परम्परा मान्नु पनि गलत होइन। तर समस्या त्यति बेला सुरु हुन्छ जब यी पहिचानहरू अहंकारको आधार बन्छ। जब मानिसले भन्छ अल्लाहु अकबर, मेरो धर्म नै सबैभन्दा माथि छ, मेरो धर्मको अगाडि सबै धर्महरू बेकार छ, जो अल्लाहलाई फलो गर्छ त्यो जन्नत जान्छ, जो अल्लाहलाई फलो गर्दैन त्यो काफिर हो, त्यो नरक जान्छ। यहीँबाट समाजमा विभाजन उत्पन्न हुन्छ। म यस्तो हुँ, तिमी त्यस्तो हौ, मेरो धर्म राम्रो छ, तिम्रो धर्म खराब छ, मेरो जात अलग छ, तिम्रो जात अलग छ। यहीँबाट म र तिमीको बिचको दूरी पैदा हुन्छ। कसैले आफ्नो समुदायलाई श्रेष्ठ ठान्छ, कसैले आफ्नो समुदायलाई, जातलाई विशेष ठान्छ, कसैले आफ्नो धार्मिक पहिचानलाई अरूभन्दा फरक र माथि राख्छ भने त्यहाँ वास्तविक एकता कसरी सम्भव हुन्छ? अहंकारले सधैँ विभाजन खोज्छ, म र तिमी, हामी र उनीहरू, मेरो र तिम्रो। तर वास्तविक एकता भनेको सबैले एउटै धर्म, जात वा परम्परा मान्नु पनि होइन। वास्तविक एकता भनेको भिन्नताभित्र पनि जीवनको एकत्वलाई देख्न सक्नु हो। यसैले भन्छ कनकनमा राम छ। अल्लाहु अकबर पनि कनकनमा देख्न सक्नुपर्छ। मानिस होस् वा पशु होस्, प्राकृतिक होस्, सबैलाई आफ्नो स्वार्थ र पहिचानको चस्माबाट मात्रै नभई जीवनको व्यापक एकत्वबाट बुझ्न सक्नु आवश्यक छ। सरकारले कानुन बनाउन सक्छ, व्यवस्थापन गर्न सक्छ, सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिन सक्छ, तर केवल कानुन बनाएर मानिसको मनभित्रको अहंकार र विभाजन हटाउन सक्दैन। त्यसका लागि चाहिन्छ यस्तो शिक्षा जसले मानिसलाई आफ्नो अहंकार चिन्न सिकाओस्, आफ्नो पूर्व आग्रह देख्न सिकाओस् र अर्को मानिसलाई अर्को होइन, मानिसकै रूपमा देख्न सिकाओस्। त्यसैले प्रश्न यो होइन कुन धर्म सही छ, अझ गहिरो प्रश्न हो मेरो धर्म, मेरो जात, मेरो पहिचान मलाई मानवतासँग जोड्दैछ कि अरूबाट अलग बनाउँदैछ? किनकि जहाँ अहंकारले विभाजन खोज्छ त्यहाँ केवल एकता, सद्भाव र भाइचाराका नारा लगाएर मात्र वास्तविकता एकता आउँदैन। एकता बाहिरबाट थपार्न सकिँदैन, एकता चेतनाको परिवर्तनबाट जन्मिन्छ।